निका छौ के गर्दा छौ स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आई चाहिँ म अब हाम्रो जग्गाउँदा चाहिँ 2 वटा बोर्ड छन् तिए लगाउन जान्यौ। घर बालेको खरेनीहरु चाहिँ सबै जम्मा गरिकन एक थैलाउँदा हाले थिए। अब त्यही चाहिँ अनि अब तले हडाउँदा छड्नु पर्यो अनि मल हुने भनिकन अब त्यही लग्नलाई आफ्नो भारी बनाइराखेको छु मैले। आज बिहान चाहिँ एउटा अंकल चाहिँ आफ्नो जग्गाउँदा चाहिँ रुखहरु लगाउनलाई यतिका रुखहरु लगिराखे रहेछन् के। मैले पनि 2 बोटा 3 गना मागे, मन चाहिँ 2 वटा मात्र दिए। अनि तियै चाहिँ अब धेरै सुकि जानेन घर आउँदो भनिकन अब चाहिँ मैले अलि जग्गा छ हाम्रो चाहिँ अनि चाहिँ लगाउन गइराखेको छु म अहिले चाहिँ। अब यो भारीहरु बनाइसकेपछि अनि त्यही जान्यौ बहिनी र म। त्यो ठाउँ चाहिँ अब हाम्रो घरदेखि चाहिँ टाढै छ, तली जानु पर्दो छ अनि त्यही भइकन अब त्यहाँ अब पानीहरु पनि पाइदैन, त्यहाँ अलि टाढा छ के पानी चाहिँ नजिक नै। त्यही पनि जर्किनहरु सबै लगिकन अब बोर्डहरु कन हाल्नलाई पानी ल्याइकन अनि त्यहाँ जर्किन हर्किन लगाएछु। अब हामी घरबाट गयौं। ओह्रालो चाहिँ अलि जान चाहिँ अप्ठ्यारो छ, त्यही भएर राम्रोसँग हैत जानु पर्ने छ। रडाउन चाहिँ यो बाटो चाहिँ नाना ढुङ्गा हुनाले क्या पो आइतै बेहालो बादल चाहिँ आकाशबाट खेडियाछन्। हिउँ आउँछ कि क्या पो नि थाहै नै। हिउँ आएपछि त ती बोटाहरु कन पानी हाल्न आउनु पर्दैन। अब हिउँ आएन भनेपछि चाहिँ अब बोटाहरु कन पानी हाल्न आउनु पर्ने हो। अब हामी चाहिँ आफ्नो अब जग्गाउँदो पुगिग्यौं। यहाँ पहिला चाहिँ स्याउका रुखहरु लगाएछन्, ती चाहिँ अब ठुला बाडी गे डिलको यो चाहिँ ओखडाको रुख हो, अरु चाहिँ स्याउको रुख हुन्। अब अरु ठाउँ चाहिँ अब खाली नै, अब बीचमा चाहिँ लगाउनु भएन जग्गाको। अनि अब भिटाउँदो लगाउनलाई म पल्लाखडा भिटा गइराखेको छु। त्यही भिटा चाहिँ खाली छ ठाउँ चाहिँ, अनि त्यही भिटाउँदो त्यही बोर्ड लगाउनु पर्ने छ। रुख कइ अब म चाहिँ यही भिटाउँदो लगाउनलाई चाहिँ त्यहाँका अब भया पुराना ती नाना बोटाहरुका खुकिया झाडहरु काटिराखेको छु। यही सबैले अब यही खाल्टो खुनिकन यही ठाउँरै लगाउनु पर्यो। यही ठाउँ र थोरै चाहिँ खाली ठाउँ छ, त्यही सिधा चाहिँ थोकै पुण्डो चाहिँ अर्को रुख लगाउनु पर्यो। 2 वटा रुख छन्। माथि चाहिँ कमलै छ, तर पछि क्या पो हारो हुने कि यही झ्याङले भेल अप्ठ्यारो गरेको नि हात आउँदो लाग्दो छ। हात पन्जा लाइकन आउनु रहेछ, थाहै भएन यति हुने भनिकन। Glows. Every block tells a tale the whole city knows. Rhythms in the shadows where the cold wind blows. Life's a gamble on these streets, anything goes. Boom bap echoes through the alleys at night. Soulful samples lift the darkness to light. Deep kicks pound like a heartbeat fight. These gritty vibes keep my story in sight. Graffiti on the walls paint the struggle
climb. The clock keeps spinning, but I'm owning my time. Words like puzzle pieces fitting tight in the rhyme. Snares punch louder than the city's own chime. Boom bap echoes through the alleys at night. अब चाहिँ अहिले खाल्टो चाहिँ नापत्ता ठुलो भएछ अझै पनि तर बोर्ड अड्ने जति चाहिँ भयो नै अब बोर्ड अटिकन पनि माटो हालिकन अनि पानी रहने जति खाल्टो त बनाउनु पर्यो नि त अनि त्यही भइकन चाहिँ अब अलिकति भयो नै अहिले चाहिँ अब खाल्टो चाहिँ थोकै भयो अब ए बोटोकन रोपु एको चाहिँ सबै जडा चाहिँ तली खाल्टा मुनि चाहिँ छोपिदा छन् अनि अब माटोहरू हालेपछि ठ्याक्क छोपिनेछ अनि पानी हालेपछि पानी रोकिने खाल्टो पनि भएछ पहिला चाहिँ अब माथिबाट भए कालो माटो हालेपछि तलिउँदो रुखकन मल हुने भनिकन मैले चाहिँ अब अगाडि चाहिँ यो माथि माथि भए कालो माटो चाहिँ हालिराखेको छु अब के हुन्छ के पुछेर अब पानीहरू हाल्नु पर्यो लाग्दछ कि नै लाग्नलाई सबै गर्नु पर्यो यसै अड्डिनु काँडो बिचे यही ठाउँ चाहिँ अब खाली थियो यहीँको चाहिँ कडाको झार थियो क्या अनि त्यही भएर यही ठाउँमा चाहिँ लगाउनलाई मैले लाएँ हुँ अरू ठाउँ र चाहिँ उन्दा चाहिँ रुखहरू छन् अब रुखहरू चाहिँ नजिकै नजिकै भएपछि चाहिँ पछि बाड्ने बेला यस्तो हाँगाहरू हुँदैनन् क्या ठुला रुख हुँदैनन् अनि त्यही भएर यही ठाउँमा लगाएछु Lights went down when you feel lost in your shadow. Don't feel alone, don't scream so loud. We are living in this cruel world. अब चाहिँ अब रुखहरू लगाइले अब चाहिँ यो मल भन्नु मलै तोडो यो खरेनी छडिकन अब चाहिँ अब पानीहरू ल्याइकन रुखकन हालिकन अब घरतिर जानु पर्यो कति बजिगयो होला खरेनी धुलो उठ्छ हिउँ आउनु भए यस्तो गरी धुलो उड्ने होइन तर हिउँ आए नै त्यही भइकन चाहिँ यस्तो धुलो उडिराखेछ पानी ल्याउनलाई चाहिँ पर चाहिँ एक कुलेट खोलो छ त्यही चाहिँ अब त्यहाँबाटै पानी ल्याउनु पर्यो बहिनी र म पानी ल्याउन गइराखेको छु पानी भरिकन हालेपछि अब घरतिर जानु हो क्या यी हाम्रो जग्गाहरूमा चाहिँ आजभोलि चाहिँ जौ बुइया छन् नाना हरियो छाया देखिँदा छन् तर भयङ्कर चाहिँ ठुला भयो नै हिउँ आउनु भए चाहिँ बाड्दा हुन् तर हिउँ आए नै आजभोलि चाहिँ अनि त्यही भइकन अब के पो हिउँ आउने चाहिँ त छ के हुन्छ कि हिउँ आएपछि हिँड्नु गर्नु निको हुन्छ यो जग्गाबाट हरियो छाया देखिने चाहिँ यो जौहरू उब्रिएछ अब हामी चाहिँ अब घरतिर जान लाग्यौं यो बहिनीकन भारी बनाइराखेको छु मैले हरियो छाया देखिँदो रहेछ
आजको लागि यति नै। मेरो च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।